लोकप्रिय हास्य कलाकार सीताराम कट्टेल धुर्मुसको नयाँ प्रस्तुति म त मर्छु कि क्याउको टिजर सार्वजनिक भइसकेको छ र उक्त सार्वजनिक भएको टिजरलाई यतिखेर थुप्रै दर्शकहरूले एकदमै धेरै मन पराइरहेका छन्। धुर्मुस सुन्तलीको आधिकारिक युट्युब च्यानल मार्फत नेपाली समय अनुसार आज दिउँसो 3:30 बजे टिजर सार्वजनिक गरिएको हो। करिब 30 सेकेन्ड लामो टिजरमा धुर्मुस मात्र देखिएका छन्। छोटो भए पनि टिजर निकै मनोरञ्जनात्मक र आकर्षक बनेको छ। टिजरमा धुर्मुसले रङ्गशाला मैदानसँग सम्बन्धित विषयलाई आफ्नै हास्य शैलीमा प्रस्तुत गरेका छन्, जसले दर्शकहरूलाई हँसाउनुको साथै थप उत्सुक पनि बनाएको छ। विशेष कुरा के छ भने भिडियोमा टिजर 1 भनेर उल्लेख गरिएको छ। यसले आगामी दिनहरूमा यसको अन्य टिजरहरू पनि सार्वजनिक हुने संकेत गरेको छ। अहिले सार्वजनिक भएको पहिलो टिजरले नै दर्शकको ध्यान आकर्षित गर्न सफल भएको देखिन्छ। यद्यपि म त मर्छु कि क्या हो कहिले सार्वजनिक वा रिलिज हुने हो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन। त्यसैले यसको आगामी टिजरहरू तथा रिलिज सम्बन्धी आधिकारिक जानकारीका लागि दर्शकहरूले धुर्मुस सुन्तलीको आधिकारिक च्यानल र सामाजिक सञ्जाललाई फलो गर्दै अपडेटमा रहनुपर्ने हुन्छ। तपाईहरुलाई पनि यो सिरियलको टिजर कस्तो लाग्यो कमेन्ट गर्नुहोस्।